नमस्ते हजुरहरूलाई हाम्रो चुल्हामा स्वागत छ। आज चाहिँ मैले मिठो किनिमाको झोलको रेसिपी लिएर आएको छु। हजुरहरूले सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा गर्दछु। अब यो किनिमा चाहिँ सबैलाई थाहा हुँदैन, यो चाहिँ भटमासको बनाएको हुन्छ। अब मैले चाहिँ किनिमा चाहिँ बजारबाट किनेर ल्याएको, बजारमा किन्न पाइन्छ। मैले चाहिँ आफ्नो आवश्यकता अनुसार लिएको छु अनि सबै सामग्रीहरू तयार पारिसकेको छु। पकाउनको लागि मैले ग्यास बालेर कराई बसाइसकेँ। अब कराईमा चाहिँ तेल लगाउँदैछु। मैले तोरीको तेल, हजुरलाई जुनै तेल पनि लाउँदा हुन्छ। 2 चम्चा जति लाएको छु। तेल तातिसक्यो। मेथी दाना थोरै। अब मेथी कालो कालो भएपछि जिरा दाना पनि थोरै। अब जिरा रातो भएपछि चाहिँ मसिनो लामो लामो काटेको अदुवा अनि लसुन पनि काटेको लामो लामो गरेर, अब प्याज एउटा मसिनो काटेको, हरियो खोर्सानी एउटा, सुकेको एउटा। अब हजुरहरूले पिरो कतिको खानुहुन्छ त्यो अनुसार राख्नु होला। अब अदुवा लसुन हजुरहरूलाई पिसेर मनपर्छ भने चाहिँ पिसेर राख्दा पनि हुन्छ। मलाई चाहिँ यसरी नै काटेर राखेको मनपर्छ किनिमामा, त्यही भएर मैले यसरी राखेको। अब रातो रातो बनाउनु छ, भुटेर फ्राई गरेर। अब मैले पखालेर राख्दैछु किनिमा। अब किनिमालाई चाहिँ हामीले फ्राई गर्नुपर्छ यसरी। यसरी बनाएको किनिमाको तरकारी चाहिँ असाध्यै मिठो हुन्छ। कसैलाई चाहिँ मन पर्दैन, मन पर्नेलाई चाहिँ मिठो हुन्छ। बेसार मैले आधी चम्चा बेसार राखेर मजाले चलाउनुपर्छ। टमाटर 6वटा मैले मसिनो खालको चाहिँ 6वटा राखेको। टमाटर निकै लगाए चाहिँ मिठो हुन्छ किनिमामा चाहिँ। अब नुन चाहिँ स्वाद अनुसार। कश्मिरी धुलो खोर्सानी आधी चम्चा। यो चाहिँ टिमु र सुकेको खोर्सानी पिसेको 1 चम्चा। जिरा धनियाँको धुलो आधी चम्चा। अब मजाले हामीले चलाउनु पर्छ। धेरै मसलाहरू पनि लाग्दैन। यो चाहिँ एकदम छिट्टो मिठो तरकारी हो यो चाहिँ। अब छोपेर हामीले टमाटर पकाउनु पर्छ एकछिन। मजाले चलाउनु पर्छ। टमाटर पाकेपछि फेरि पकाउनु पर्छ। पानीमा थोरै राख्दैछु फेरि। मजाले चलाउनु पर्छ। अब छोपेर हामीले फेरि 2-3 मिनट पकाउनु पर्छ। मजाले चलाउनु पर्छ फेरि। टमाटरलाई मजाले कुच्याउनु पर्छ। भटमास चाहिँ उसिनेर भुटेर बनाएको हुन्छ किनिमा, त्यस कारणले गर्दा चाँडै नै पाक्छ। अब हामीले चाहिँ पानी राख्नुपर्छ थोरै फेरि। अब पहिला सानोमा आमाहरूले बनाउनुहुन्थ्यो, मलाई चाहिँ मन पर्दैन थियो, मिठो लाग्दैन थियो। अहिले चाहिँ मलाई फेरि मिठो लाग्छ। म चाहिँ किनेर ल्याएर खान्छु बजारबाट। सबै हामीले चाहिँ कुच्याउनु पर्छ यसरी डाडुले। टमाटर पनि कुचिन्छ। अब किनिमा पनि कुनै चाहिँ कुचिएको हुँदैन, यसरी बनाउँदा मजाले कुचिन्छ डाडुले। अब रस चाहिँ हामीले अब आफ्नो आवश्यकता अनुसार, कसैलाई बाक्लो मनपर्छ, कसैलाई पातलो मनपर्छ। त्यस कारणले गर्दा आफूलाई कतिको रस मनपर्छ त्यही अनुसार राख्नु होला। मलाई चाहिँ यतिको रसै मिठो लाग्छ। अब छोपेर फेरि मजाले उमाल्नुपर्छ हामीले। मजाले उम्ली पनि सकेको छ, हेर्नुहोस् त। मसिनो काटेको धनियाँको पत्ता। अब ग्यास बन्द गरिसकेँ मैले। अब पाकी पनि सक्यो।
एकदम चाँडो पाक्छ, गुन्द्रुक जस्तो छिट्टो पाक्छ। अब म हजुरहरूलाई म सर्भ गरेर देखाउँदैछु। अब हजुरहरू पनि यसरी नै बनाएर खानुहोला, अवश्य मनपर्ने छ। अब हामीले खानासँग खाँदाखेरि चाहिँ असाध्यै मिठो हुन्छ। अब हजुरहरूलाई भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। साथी फ्यामिलीसँग सेयर गर्नु नभुल्नुहोला। हजुरहरूको दिन सुखमय बित्योस्। धन्यवाद।